यस भिडियोमा हामी क्लास 7 साइन्स एन्ड टेक्नोलोजी विषयको युनिट 3 लिभिङ बिङ्स एन्ड देयर स्ट्रक्चरको च्याप्टर 2 इन्भर्टिब्रेट्सको एक्सरसाइज सल्भ गर्नेछौँ। सुरु गरौँ। पहिलो प्रश्न छ टिक राइट द करेक्ट अल्टरनेटिभ गिभन बिलो। ए नम्बरमा छ इन विच फाइलम डज अ स्नेल लाई। स्नेल कुन फाइलममा पर्छ भन्दाखेरि यसको करेक्ट अप्सन हो अप्सन नम्बर 4 मोलस्का। बी नम्बर एनिमल्स अफ विच फाइलम अफ द फलोइङ आर फाउन्ड ओन्ली इन ओसन। यसको करेक्ट अप्सन हो अप्सन नम्बर 3 इकाइनोडर्माटा। सी विच वान इज युनिसेलुलर एनिमल। यहाँ दिएको मध्ये एक कोशीय जीव कुन हो भनेको छ। यसको सही उत्तर हो अप्सन नम्बर 3 पारामेसियम। डी विच अफ द फलोइङ इज अ क्यारेक्टरिस्टिक्स अफ अ सिलिन्ड्रिकल एन्ड अनसेगमेन्टेड बडी। इसको करेक्ट आंसर हो ऑप्शन नंबर 2 बॉडी इज कवर्ड विथ क्यूटिकल। E which of the following is a unisexual parasite having cylindrical and unsegmented body। इसको करेक्ट आंसर हो ऑप्शन नंबर 2 एस्कारिस। F which of the following is the main characteristics of the phylum of prawn। इसको करेक्ट आंसर हो ऑप्शन नंबर 4 segmented legs। अब हामी यस पछाडि क्वेशन नम्बर 2 फिल इन द ब्ल्याङ्क्स तर्फ जाउँ। फिल इन द ब्ल्याङ्क्सको पहिलो क्वेशन रहेको छ ए द एनिमल्स ह्याभिङ सिलिन्ड्रिकल एन्ड सेगमेन्टेड बडी आर केप्ट इन द फाइलम। यसको करेक्ट आन्सर हो एनिलिडा। बी फ्ल्याट एनिमल्स आर बाइसेक्सुअल। सी स्पोन्जेस आर केप्ट इन फाइलम पोरिफेरा। D all the single-celled animals are grouped in protozoa। ल फिल इन द ब्ल्याङ्क सकियो। हाम्रो च्यानलमा यदि तपाईहरु नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला है। अनि छेउमा रहेको बेल आइकन पनि क्लिक गर्नु होला। नोटिफिकेसन आउँछ तपाईहरुलाई नयाँ भिडियो अपलोड हुन साथ। ल अब क्वेशन आन्सर आयो। आन्सर द फलोइङ क्वेशन छ क्वेशन नम्बर 3 मा। भिडियोलाई स्किप नगरिकन ध्यान दिएर हेर्नु होला र कपीमा सार्नु होला पनि है त। ए राइट द नेम अफ द फाइलम अफ द फलोइङ एनिमल्स। तल यहाँ एनिमल्सहरुको नाम दिएको छ तिनीहरुको फाइलम लेख्नु पर्ने छ। एनिमल फाइलम लिफ चाहिँ एनिलिडा फाइलममा पर्छ, प्राउन आर्थ्रोपोडामा पर्छ, स्टारफिश इक्विनोडर्माटामा पर्छ, अर्थवर्म एनिलिडामा पर्छ, युग्लिना प्रोटोजोआमा पर्छ है त। ल क्वेशन नम्बर बी वाइ इज अ बटरफ्लाई ग्रुप इन फाइलम आर्थ्रोपोडा। अब बटरफ्लाईलाई किन आर्थ्रोपोडामा राखिएको भनेको छ। आर्थ्रोपोडा फाइलमको चाहिँ मेन क्यारेक्टरिस्टिक्स भनेकै जोइन्टेड लेग हुने एनिमलहरु चाहिँ यसमा पर्छन्। बटरफ्लाईको पनि त्यस्तै हुन्छ भनेर लेखौँ है त। A butterfly is grouped in phylum Arthropoda because it has jointed legs। jointed leg हुन्छ बटरफ्लाईको त्यही भएर यसलाई आर्थ्रोपोडामा राखिएको हो। हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला है त। सी राइट एनी 3 क्यारेक्टरिस्टिक्स अफ फाइलम प्रोटोजोआ। फाइलम प्रोटोजोआको चाहिँ 3 वटा विशेषताहरू लेख्नुहोस् भनेको छ। ल लेखौँ। 3 क्यारेक्टरिस्टिक्स अफ प्रोटोजोआ आर 1 देयर बडी इज मेड अप अफ सिंगल सेल। यिनीहरूको शरीर चाहिँ एउटा मात्र सेलले बनेको हुन्छ, एककोषीय हुन्छ। 2 they are usually found in water or in the body of other animals as parasite। यिनीहरू चाहिँ प्राय जसो पानीमा पाइन्छ अथवा चाहिँ अन्य जनावरको शरीरमा प्यारासाइटको रूपमा रहेका हुन्छन्। 3 they locomote with the help of pseudopodia, flagella or cilia। यिनीहरू pseudopodia, flagella अथवा cilia को सहायताले हिँडडुल गर्छन्। क्वेशन नम्बर डी What types of animals are grouped in phylum Porifera। पोरिफेरा भनेकै शरीरमा छिद्र भएको पोर्सहरु भएको एनिमलहरु पर्छ यसमा। त्यसकारण यसको आन्सर यसरी लेखौँ है त। पोर बियरिङ एनिमल्स आर ग्रुप्ड इन्टु द फाइलम पोरिफेरा। कपीमा सार्दै पनि गर्नु होला, भिडियोलाई स्किप नगर्नु होला है त। E नेम एनी 2 such phyla which have bisexual animals in them। दुईटा त्यस्तो फाइलमको नाम लेख्नुहोस् जसमा चाहिँ बाइसेक्सुअल एनिमलहरु पर्दछन् भनेको छ। यसको आन्सर यसरी लेखौँ।
Two phyla having bisexual animals are Platyhelminthes and Annelida. F. Write the similarity and the difference between flatworms and cylindrical worms. अब फ्ल्याटवर्म र सिलिन्ड्रिकल वर्मको एक एकवटा सिमिलारिटी र एउटा डिफरेन्स लेख्नु फरक लेख्नु भनेको छ। सिमिलारिटी हेरौँ पहिले। बोथ फ्ल्याटवर्म्स एन्ड सिलिन्ड्रिकल वर्म्स आर जेनेरली प्यारासाइट। यी दुवै चाहिँ परजीवी हुन्, प्यारासाइट हुन्। Difference. Flatworms have a flat, wide, and ribbon-like body, whereas cylindrical worms have a cylindrical and unsegmented body. Flatworm को शरीर चाहिँ फ्ल्याट हुन्छ, वाइड हुन्छ र रिबन लाइक हुन्छ, रिबन जस्तो हुन्छ भने सिलिन्ड्रिकल वर्मको शरीर चाहिँ सिलिन्ड्रिकल सेपको हुन्छ, अनसेगमेन्टेड हुन्छ। G. Write any three characteristics of the animals found in phylum Mollusca. Phylum Mollusca मा पर्ने जनावरका तीनवटा विशेषताहरू लेख्नुहोस् भनेको छ। यसरी लेखौँ है त। Three characteristics of mollusca are: 1. They have a soft and moist body with a muscular foot. तिनीहरूको शरीर नरम मुलायम हुन्छ र मांसपेशीले बनेको खुट्टा हुन्छ। 2 number, they have tentacles on their head. तिनीहरूको टाउकोमा tentacles हुन्छ। 3. They usually have a hard shell covering their body. तिनीहरूको शरीर कडा आवरणले ढाकेको हुन्छ। H. Differentiate between protozoa and porifera. Protozoa र porifera को डिफरेन्स लेख्नु छ यहाँनेरि। ल प्रोटोजोआहरू के हुन्छन् भन्दा दे आर युनिसेलुलर एनिमल्स, एक कोशीय जीव हो। पोरिफेरा के हो? मल्टिसेलुलर हो, यो बहुकोशीय जीव हो। प्रोटोजोआ चाहिँ हिड्रुल गर्नको लागि स्युडोपोडिया, फ्लाजेला अथवा सिलियाको सहायताले हिड्रुल गर्छ भने पोरिफेरामा पर्ने जनावरहरू चाहिँ पानीमा कुनै वस्तुसँग टाँसिएर रहेका हुन्छन्। दे रिमेन अट्याच्ड टु अ सबस्ट्राटम इन वाटर। अब जाउँ क्वेसन नम्बर एचमा। ल आर्थ्रोपोडापट्टि दे हेभ जोइन्टेड लेग, तिनीहरूको खण्ड खण्ड परेको खुट्टा हुन्छ। मोलस्कामा दे हेभ अ सिंगल मस्कुलर फुट, तिनीहरूको चाहिँ मांसपेशीले बनेको खुट्टा हुन्छ। आर्थ्रोपोडापट्टि देयर बडी हैज अ हार्ड एक्सोस्केलेटन। Mollusca. They have a soft, moist body, usually covered by a hard shell. As number, differentiate between earthworm and pinworm. Earthworm र pinworm को बीचको डिफरेन्स पनि यहाँनेरि अब हेरौँ। ल earthworm. Its body is cylindrical and segmented. यसको शरीर बेलनाकार हुन्छ र शरीर खण्ड खण्ड परेको हुन्छ। त्यस पछाडि पिनवर्मको चाहिँ के हुन्छ भन्दाखेरि इट्स बडी इज सिलिन्ड्रिकल एन्ड अनसेगमेन्टेड। यसको शरीर चाहिँ पिनवर्मको शरीर चाहिँ अनसेगमेन्टेड हुन्छ। इट हेज सफ्ट एन्ड मोइस्ट स्किन। अर्थवर्मको स्किन चाहिँ सफ्ट र मोइस्ट हुन्छ। पिनवर्मको चाहिँ इट्स बडी इज कभर्ड विथ क्युटिकल। पिनवर्मको शरीर चाहिँ क्युटिकलले ढाकेको हुन्छ। क्युटिकल भनेको प्रोटेक्टिभ लेयर हो जसले चाहिँ पिनवर्मलाई मेकानिकल इन्जुरीबाट बचाउँछ। साथै चाहिँ होस्टको शरीरबाट निस्केको डाइजेस्टिभ जुसेसले पनि त्यसलाई असर पार्दैन, जोगाएर राख्छ क्युटिकलले है। इट इज जेनरली फाउन्ड इन मोइस्ट सोइल। यो चाहिँ मोइस्ट सोइलमा पाइन्छ। यता पिनवर्म चाहिँ प्यारासाइट हो। अर्थवर्म चाहिँ के हो? बाइसेक्सुअल हो। इट इज बाइसेक्सुअल। पिनवर्म चाहिँ मेल र फिमेल सेपरेट हुन्छन्। यो चाहिँ मेल र फिमेल सेपरेट हुन्छन्। अर्थवर्म चाहिँ बाइसेक्सुअल हो। एच नम्बर। एस्कारिस र लिचको डिफरेन्स छ। एस्कारिस, इट्स बडी इज सिलिन्ड्रिकल एन्ड अनसेगमेन्टेड। यसको शरीर बेलनाकार र खण्ड खण्ड नभएको हुन्छ। लिचको शरीर चाहिँ के हुन्छ भन्दा बेलनाकार हुन्छ र सेगमेन्टेड हुन्छ, खण्ड खण्ड परेको हुन्छ। एस्कारिस, इट्स बडी इज कभर्ड विथ क्युटिकल। यसको शरीर क्युटिकलले ढाकेको हुन्छ। लिचको स्किन चाहिँ सफ्ट र मोइस्ट हुन्छ। इट हेज सफ्ट एन्ड मोइस्ट स्किन। एस्कारिस इज अ प्यारासाइट। लिच, इट इज जेनरली फाउन्ड इन वाटर। साधारणतया पानीमा पाइन्छ। एस्कारिस इज युनिसेक्सुअल। लिच इज बाइसेक्सुअल। ल आई नम्बर। स्केच निट डायग्राम अफ द फलोइङ: अमिबा, अर्थवर्म, स्नेल, हाइड्रा। ल अमिबाको चित्र यहाँनेरि छ।
हेर्नु होला अर्थमको यहाँ छ, स्नेलको यहाँ छ, हाइड्राको यहाँ छ। J. Ascaris and Orthome look similar, but they are grouped into two different phyla while classifying them. Explain. अब एस्कारिस र अर्थोम देख्दाखेरि उस्तै देखिन्छन् तर यसलाई चाहिँ छुट्टा छुट्टै फाइलममा क्लासिफाई गरेको छ किन भनेर छ यसको एन्सर यसरी लेखौँ although Ascaris and Orthome both have cylindrical bodies they have important differences. Ascaris has a cylindrical and unsegmented body covered with cuticle. It is usually a parasite and is unisexual with male and female separate. Therefore, it belongs to phylum Nemathelminthes. Orthome has a cylindrical and segmented body with soft and moist skin. It is bisexual and moves with the help of seta. Therefore, it belongs to phylum Annelida. Hence, they are placed in different phyla. अब के भयो भन्दा अर्थोम र एस्कारिस देख्दाखेरि चाहिँ सेम छन्, सिमिलर स्ट्रक्चर छ, दुईटै सिलिन्ड्रिकल छन्, तर यिनीहरू बिचमा फरक छ। एस्कारिसको चाहिँ बडी सिलिन्ड्रिकल भए पनि अनसेगमेन्टेड छ, क्युटिकलले ढाकेको छ, यो चाहिँ प्यारासाइट हो, परजीवी हो र युनिसेक्सुअल हुन्छ। मेल र फिमेल छुट्टा छुट्टै हुन्छ यसको। त्यसैले यो चाहिँ केमा पर्यो निमाथेल्मिन्थेसमा पर्यो तर अर्थोमको के हुन्छ भन्दाखेरि शरीर त सिलिन्ड्रिकल हुन्छ तर सेगमेन्टेड हुन्छ अनि सफ्ट एन्ड मोइस्ट स्किन पनि हुन्छ यसमा साथै यो चाहिँ बाइसेक्सुअल हो हर्मोफ्रोडाइट हो सिटाको हेल्पबाट चाहिँ यो हिन्डल गर्छ त्यसैले यसलाई चाहिँ फाइलम एनिलिडामा राखिएको हो त्यही भएर यो दुईटा देखका उस्तै देखिए पनि फरक फरक दुई फरक फरक फाइलममा यिनीहरूलाई राखिएको छ 2 number. Answer the following questions on the basis of the given diagram. अब चित्र हेरेर चाहिँ हामीले यसको उत्तर दिनुपर्ने छ which of those animals have tentacles अब यो चित्रमा दिएको मध्ये टेन्टाकल्स भएको एनिमल के हो भन्दाखेरि स्नेल हो स्नेल has tentacles स्नेलको टेन्टाकल्स छ बी नम्बर which animal has no clear head अब दिएको मध्ये कुनको क्लियर हेड छैन भन्दाखेरि स्टारफिसको क्लियर हेड छैन Starfish has no clear head. Cinema. Which animal conducts all the life processes in a single cell? अब यसको एन्सर चाहिँ के हो भन्दा पारामेसियम हो पारामेसियम conducts all life processes in a single cell. D. Which of them is a parasite found in the human abdomen? चित्रमा दिएको मध्ये चाहिँ टेपवर्म चाहिँ parasite हो tapeworm is a parasite found in the human abdomen. ल हामी यो एक्सर्साइजको इन्डमा आइपुगिसक्यौँ हाम्रो च्यानललाई यदि सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरिदिनु होला साथीहरूलाई यो भिडियो सेयर गरिदिनु होला भिडियो स्किप नगरिकन अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद साथै तपाईँ यो भिडियो कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्न पनि नभुल्नुहोला हामी चाँडै नै अर्को भिडियोमा पुनः भेट्नेछौँ धन्यवाद